सम्झाउनु होला, समयमा खबर गर्नुहोला ताकि त्यो ग्रेबल होस् त्यो कुरा बाटोहरूमा होइन। पानीको मौसम आउनु लागेको छ। सो यो कुराहरू इम्पोर्टेन्ट छ, यो कुरालाई ध्यान पनि दिनुपर्ने छ, त्यसरी बुझेर जानुपर्छ। ल फेरि पनि समराइज गर्नु पर्दाखेरि अहिलेको हाइलाइट के छ? अहिलेको हाइलाइट भनेको भर्खर एउटा ठेगान निस्केको छ यो प्रभु ब्याङ्कदेखि लिएर सुती पुलको। त्यसपछि अर्को छ जिम हाउस जुन भारतमा गुड फिटनेस सेन्टर खुलेको छ। अर्को छ हाम्रो डिएसपी सरको सरुवा भएको छ। सर्टकट न्युजहरू, यो न्युजहरू त्यति इम्पोर्टेन्ट नराख्ला तपाईँले, सर्टकट न्युजहरू। अर्को वडा अध्यक्षहरूलाई पनि हार्दिक अनुरोध, यो आउँदो बर्सातमा बाटो कहाँ बिग्रेको छ, कहाँ बिग्रेको छैन, कहाँ के जरुरी पर्छ त्यो कुराहरू तपाईँले स्पेसल ध्यान दिनुहोला। किनकि विशेष गरेर बरपा हजारा रोड एकदम दयनीय स्थितिमा छ। त्यहाँनिर ट्राभलिङ